हामी मन्दिरको बारेमा केही कुरा बुझ्नका लागि चाहिँ र केही कुरा लिनका लागि हामी अगाडि छिर्दैछौँ। बाजेले खोजेर ल्याएर हामी मन्दिर खोल्न लगाएर हामी भित्र छिर्दैछौँ। यता सबैजनालाई जानकारी गराउन चाहन्छु। ल छिरौँ त श्रीजङ्गा गाउँपालिकाको श्रीजङ्गा जन्मस्थल अनि श्रीजङ्गाकै युक्पुङ मन्दिरमा हामी प्रवेश गरिसकेका छौँ र यो मन्दिरको बारेमा चाहिँ आज केही कुराहरू हामी लिन चाहन्छौँ। मन्दिरको बारेमा अलिकति केही राखिदिन सक्नुहुन्छ तपाईँ? सक्छु, भन्नुहोस् न। म भन्छु नि। यो श्रीजङ्गाको बाजे चाहिँ गल्लीजङ्गा होइन, छोरा चाहिँ पारुजङ्गा। हजुर, पारुजङ्गाको छोरा चाहिँ श्रीजङ्गा। श्रीजङ्गा यो चाहिँ श्रीजङ्गा हाङसाम थबामाङको चाहिँ मन्दिर हो। यहाँ हामीहरूले अहिले 75 सालदेखि सेवा गर्दै आएको छौँ होइन। हजुर, अहिलेसम्म सेवा चलिरहेको छ। हामीहरूले अब हाँकेको ताकेको चित्ताको सबै पुगेकै छ होइन, राम्रो छ। अनि श्रीजङ्गा जन्मेको ठाउँ र श्रीजङ्गा कहाँनिर जन्मियो भन्ने ठाउँ हामीलाई देखाउन सक्नुहुन्छ? मन्दिर छ अरे। श्रीजङ्गा जन्मेको ठाउँ यहाँ तल ओडा सानो फक्कु छ। अहिले देखाउनुहुन्छ तपाईँले? अहिले देखाइन्छ। यहाँनिर पश्चिमपट्टिको पोखरी जन्म भएको स्थानमा उहाँको नामको लागि चाहिँ मन्दिर यहाँ नामाकरण भई नाम चाहिँ रहेको रहेछ र श्रीजङ्गा मन्दिर भनेर। अनि यो मन्दिर चाहिँ यहाँनिर 2075 सालदेखि चाहिँ उद्घाटन भएको रहेछ। अनि हाम्रो लिम्बूहरूको किराँतहरूको चाहिँ विशेष गरेर इतिहास बोकेर उहाँले चाहिँ कहिले बिर्सिन नसक्ने गरी चाहिँ लिपि संस्कार लिनुभएको रहेछ। र यो मन्दिरमा हामी आएका छौँ आज र घुमिरहेका छौँ सबै साथीहरूसँग हामी घुम्न पाइयो। अनि यहाँनिर चाहिँ इतिहासहरू बटुल्न पाइयो हामी। अनि श्रीजङ्गा गोल्ड कप मङ्सिरमा हुने रहेछ र श्रीजङ्गा गोल्ड कपको लागि चाहिँ विशेष गरेर यहाँ 11 साइजको ग्राउन्ड पनि निर्माण भएको रहेछ। प्याराफिटसँगै यहाँ ग्राउन्ड भएको छ र यहाँनिर चाहिँ मङ्सिर श्रीजङ्गा गोल्ड कप गेम हुने रहेछ। यहाँ चाहिँ 11 साइजको ग्राउन्ड पनि श्रीजङ्गाकै नाममा चाहिँ यो ग्राउन्डलाई खटानी गरेर तयार गरिएको रहेछ। र यहाँ विशेष गरेर चाहिँ टाढा टाढाबाट टिमहरू आएर बल खेल्ने क्रम चलिरहँदो रहेछ। श्रीजङ्गा मन्दिरको वरिपरिको भागहरूलाई म तपाईँहरूको माझमा देखाउन लागिरहेको छु। कहिले भएको हो भन्ने कुरा चाहिँ 1761 8 महिना 29 गते मङ्सिर सिक्किम मार्ताममा चाहिँ मृत्यु भएको रहेछ। मृत्यु चाहिँ 1798 6 महिना 13 असोजमा खेदेछन्। राणे सरकारले खेदेर चाहिँ सिक्किममा गएर चाहिँ हाम्रो भाषा लिपि पढाउँदै गर्दा उहाँलाई चाहिँ भोटेहरूले आँखी डाइ गरेर उहाँलाई चाहिँ खेदेछन्, मारे। अनि त्यस्तै उहाँको मारेर उनलाई चाहिँ के अरे गोरुको छालामा तुनेर टिस्टा पोखरीमा हालिदियो। टिस्टा खोलामा हाले। टिस्टा खोलामा हाल्दाखेरि उहाँ चाहिँ बोल्नु पऱ्यो चराको लिएर, मलाई तिमीहरूले आँखी डाइ गरेर मार्यो तर म मर्दिनँ, कहिले पनि मर्दिनँ, मेरो इतिहास रहिरहनेछ, म रहिरहनेछु भनेर चाहिँ उहाँले इतिहास बनाएको। अनि उनको नाममा चाहिँ अहिले मन्दिर श्रीजङ्गाको हाङसाम थबामाङको चाहिँ मन्दिर बनाएर हामी सेवा गर्दै आएको छौँ। तर यो गर्दै आउँदा हामीलाई राम्रै छ, माङले रक्षा नै गरेको छ। अहिलेसम्म रक्षा गरेको छ भन्दै श्रीजङ्गा जन्मेको एउटा सानो हामी अब ओडार हजुर हेर्न जाउँ न त। हेर्नु हामी जानेछौँ अब ओडार हेर्नका लागि हामी जानेछौँ। सबैजना यहाँ साथीहरू हामी आएका छौँ र श्रीजङ्गा जन्मनु भएको ठाउँ कहाँनिर त कस्तो ओडार छ भन्ने कुरा चाहिँ हामी यहाँ हेर्न लाग्दैछौँ। कहाँनिर त अनि कस्तो छ भन्ने कुरा चाहिँ बुवाले देखाउनु हुनेछ र हामी श्रीजङ्गा जन्मेको ओडार हेर्नका लागि चाहिँ हामी लाग्दैछौँ ओडार। श्रीजङ्गा जन्मेको यो ओडार हो। यहाँनिर चाहिँ ढुङ्गाले बनेको रहेछ, ढुङ्गादेखि मुनि ओडार रहेछ। श्रीजङ्गा जन्मेको ठाउँमा चाहिँ बाजेले हामीले ल्याइसक्नु भएको छ। श्रीजङ्गा जन्मेको ओडार यसमा तपाईँले केही बुझ्नु भएको छ बाजे? बाबु श्रीजङ्गाको बाबु बाजे गल्लीजङ्गाको छोरा पारुजङ्गाको छोरा श्रीजङ्गा हो। श्रीजङ्गा आफ्नो भाषा लिपिको लागि अनि भाषा लिपिको लागि उनले के अरे यहाँ चाहिँ उनको आमा चाहिँ बस्ती हेर्दै गर्दाखेरि यता यो बाटो छ, त्यो बाटोमा आउनु पऱ्यो। अनि आउँदै व्यथा लागेर यही ओडारमा जन्माउनु भयो। श्रीजङ्गा जन्मेको ओडार यही हो। ओडार यही हो। अनि उनी भाषा लिपिको एउटा लेखककार इतिहासकार पनि रहेछन्। उनले भाषा लिपि पढाउँदै गर्दाखेरि
यहाँबाट यो यहाँ के अरे तिलकबाट चाहिँ खेतमा लगेर सिक्किम गए। सिक्किममा गएर पढाउँदै गर्दा उहाँ पनि उनलाई आँखी डाइ गरेर मारे। अनि उहाँको हाम्रो इतिहासलाई चाहिँ ऊ खतम गरिदियो भनौँ न, इतिहास अनि गर्नुलाई तर मारेको, तर उनको भाषा लिपि इतिहास मरेको छैन, अहिले छ। हामी पढ्दैछौँ, उनको नाममा सेवा माग सेवा गरिरहेको छौँ। अनि हाम्रो राम्रै छ अहिलेसम्म, भाषा लिपि बाँचेकै छ। भाषा लिपि बाँचेकै छ। श्रीजङ्गा चाहिँ कहाँ जन्मिनु भयो त भन्ने कुरा तपाईँहरूलाई यो ओडामा जन्मिनु भएको रहेछ भन्ने कुरा हामीले बुझे तपाईँहरूले जानकारी दिइसकेको छ, बाजेले हामीले जानकारी दिनुभएको छ। र श्रीजङ्गा चाहिँ आफ्नो भाषा लिपि र संस्कारको लागि चाहिँ उहाँ चाहिँ अग्रज व्यक्ति र उहाँले चाहिँ भाषा लिपि र संस्कारको लागि चाहिँ आफ्नो ज्यान यहाँदेखि र गणेश भाइलाई पनि हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। र त्यसै गरेर मेरो साथी स्वर्णलाई